धर्मरत्न सङ्घरत्न उत्पत्ति भएको समय हो। अहिले योगीहरू यतिखेर 3 रत्न भएको समय हो कि होइन? यतिखेर बुद्ध रत्न हुनुहुन्छ कि हुनुहुन्न? बुद्ध रत्न कहाँ हुनुहुन्छ? यतिखेर भगवान कहाँ हुनुहुन्छ? योगीहरू भन्नुहोस् त भगवान कहाँ हुनुहुन्छ? त्यसो यो मनमा काम क्रोध लोभ मोह माया भएको मनभित्र भगवान हुनुहुन्छ? कहाँ हुनुहुन्छ? र अहिले मान्दै गरेका भगवान हुनुहुन्छ कि हुनुहुन्न? उहाँ उद्देश्य चेती के हो? अहिले अब चेती 4 प्रकारका धातु चेती, धम्म चेती, परिभोग चेती, उद्देश्य चेती भनेर। र धातु चेती